नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा पनि मैले कथाहरू लिएर आएको छु। आशा छ आजका कथाहरू पनि तपाईलाई मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। आजको लागि पहिलो कथा भूत बनेकी बुहारी। कुनै समयको कुरा हो। एउटा ब्राह्मण परिवार बस्थ्यो। ती ब्राह्मणले विवाह गरेका थिए र आफ्नी आमासँगै एउटै घरमा बसोबास गर्थे। उनीहरूको घर नजिकै एउटा ठूलो पोखरी थियो। पोखरीको आलीमा एउटा विशाल रुख उभिएको थियो, जिसको हाँगाभिङ्गामा एउटी संक्षिनी नामकी भूतनी बसोबास गर्थे। संक्षिनीहरू ती भूतहरू हुन् जो रुखहरूमा बस्छन् र मानिसहरूलाई सताउँछन्। ती भूतनीको स्वभाव एकदमै चिडचिडापन भएको र क्रूर थियो। उनी रातको समयमा पोखरी वरपर घुमफिर गर्थिन् र कुनै मानिसले उनलाई छोएमा वा उनको बाटोमा आएमा रिसले आगो हुन्थिन्। एक रात ब्राह्मणकी पत्नी पोखरीमा पानी लिन जानु पर्यो। रातको अन्धकारमा उनी हतार हतार पोखरीतर्फ जाँदै थिइन्। पोखरीको आलीमा पुग्दा उनले अन्जानमा संक्षिनी भूतलाई छोइन्। भूतनी तुरुन्तै रिसले आगो भइन्। उनले ब्राह्मणकी पत्नीको घाँटी समातिन्, उनलाई रुखमाथि चढाइन् र रुखको खोपिल्टामा कोचेर राखिन्। ती महिला डरले बेहोस जस्तै भइन्। उनी जिउँदै मरेकी जस्तो भइन्। सास फेर्न पनि गाह्रो भयो। भूतनीले महिलाको लुगा लगाइन् र ब्राह्मणको घरतर्फ लागिन्। घरमा ब्राह्मण र उनकी आमा दुवैलाई केही थाहा थिएन। ब्राह्मणले सोचे उनकी पत्नी पोखरीबाट फर्केर आइन्। आमाले पनि बुहारी नै फर्केकी होली भन्ने ठानिन्। घरमा सबै सामान्य जस्तो चल्यो। भोलिपल्ट बिहान सासूले बुहारीमा केही फरक महसुस गरिन्। उनको बुहारी त पहिलेदेखि नै कमजोर र अल्छी स्वभावकी थिइन्। घरको काम गर्न उनलाई धेरै समय लाग्थ्यो। उनी बिस्तारै बिस्तारै काम गर्थिन्। कहिलेकाहीँ थकाइ लागेर आराम पनि गर्थिन्। तर आज त बुहारी एकदमै फुर्तिलो र सक्रिय भइन्। घरको सबै काम छोटो समयमा सकाइन्। सासूले मनमा नै खुसी हुँदै सोचिन्, लौ आज बुहारीले नयाँ पात फेरेकी रहेछन्। पहिले जस्तो अल्छी गरेनन्। अब घरको काम छिटो छिटो हुन थाल्यो। उनले छोरा र बुहारीलाई केही भनिनन्, बरु मनमा खुसी मानिन्। तर दिनदिनै उनको आश्चर्य बढ्दै गयो। घरको भान्सा काम पहिलेको तुलनामा आधा समयमै सकिन थाल्यो। सासूले बुहारीलाई छेउको कोठाबाट कुनै सामान ल्याउन भन्थिन् र त्यो सामान आँखा झिमिक गर्दैमा आइपुग्थ्यो। सामान्य मानिसले एक कोठाबाट अर्को कोठामा जान र सामान ल्याउन पनि केही समय लाग्छ, तर बुहारीले तुरुन्तै ल्याइदिन्थिन्। वास्तवमा भूतनी कोठाभित्र पस्दिनथिन्, बरु ढोकाबाटै आफ्नो हात लामो पारेर सामान झिकेर ल्याउँथिन्, किनकि भूतहरूले आफ्ना अङ्गहरूलाई जति लामो वा छोटो पनि बनाउन सक्छन्। एक दिन सासूले यो दृश्य देखिन्। उनले बुहारीलाई टाढाको ठाउँबाट एउटा भाँडो ल्याउन हराइन्। भूतनीले अन्जानमा आफ्नो हात धेरै लामो बनाइन् र पलभरमै भाँडो लिएर आइन्। सासू यो देखेर छक्क परिन्। उनको मनमा शङ्का पलायो, तर केही भनिनन्, बरु छोरासँग कुरा गरिन्। आमा र छोरा दुवैले भूतनीलाई अझ नजिकबाट निहाल्न थाले। उनीहरूले बुहारीको हरेक क्रियाकलापमा ध्यान दिन थाले। एक दिन सासूले थाहा पाइन् कि घरमा आगो छैन। बुहारी बाहिर पनि गएकी थिएनन् आगो लिन। तर आश्चर्यजनक कुरा, भान्साको चुलोमा आगो बलिरहेको थियो। सासू भान्सातर्फ गइन् र आफ्नो आँखाले देखेको कुरामा विश्वास गर्न सकेनन्। बुहारीले कुनै दाउरा वा इन्धन प्रयोग गरेकी थिएनन्, बरु आफ्नो खुट्टा चुलोभित्र हालेकी थिइन् र त्यो खुट्टा उज्यालो भएर बलिरहेको थियो। सासूको मनमा अब पूर्ण शङ्का भयो। उनले छोरालाई सबै कुरा सुनाइन्। दुवैले निष्कर्ष निकाले कि घरमा बस्ने यो युवती वास्तविक पत्नी होइनन्, बरु एउटी भूतनी हो। छोराले पनि आमाले देखेका ती सबै कुराहरू आफैले देखे। अब उनीहरूले केही उपाय खोज्नुपर्छ भन्ने ठाने। उनीहरूले एउटा ओझालाई बोलाए। ओझा गाउँमा प्रसिद्ध थिए, भूतप्रेत निकाल्ने काममा निपुण। ओझा घरमा आए र पहिले त यो महिला वास्तविक मानिस हो कि भूत हो भनेर जाँच्न चाहे। यसका लागि उनले एउटा बेसारको टुक्रा बालिदिए र त्यसलाई महिलाको नाकमुनि राखे। यो एउटा अचूक परीक्षा थियो, किनकि कुनै पनि भूत, चाहे पुरुष होस् वा महिला, बलेको बेसारको गन्ध सहन सक्दैन। जति बेला बलेको बेसार नजिक पुर्याइयो, महिलाले चिच्याउँदै कोठाबाट भाग्न खोजिन्। अझ स्पष्ट भयो कि यो या त भूत हो या त भूतले सताएकी महिला। ओझा र परिवारका सदस्यहरूले बलले महिलालाई समाते। उनीहरूलाई सोधियो, त को होस् ह? वास्तविक कुरा भन्। सुरुमा भूतनीले केही भनिनन्, इन्कार गरिन्। ओझाले आफ्नो चप्पल निकाले र उनलाई कुट्न थाले। भूतहरू चप्पलको कुटाइबाट धेरै डराउँछन्। तब भूतनीले नाकेश्वरमा भनिन्,
म सङ्क्षिने हो, म पोखरीको छेउको रुखमा बस्छु। एक रात यो ब्राह्मणकी पत्नीले मलाई छोइन्, त्यसैले म रिसाएँ। उनलाई समातेर रुखको खोपिल्टोमा हालिदिए र आफै उनको लुगा लगाएर यहाँ आए। यदि कोही रुखको खोपीमा जान्छ भने ती महिला जिउँदै भेटिन्छन्। सबैजना पोखरीतिर दौडिए। रुखको खोपीमा हेर्दा ब्राह्मणकी वास्तविक पत्नी डरले अर्धमृत अवस्थामा भेटिन्। उनलाई बाहिर निकालियो। भूतनीलाई फेरि चप्पलले कुटियो। ओझाले जादुको मन्त्र पढे। भूतनीले शपथ खाइन् कि अब ब्राह्मण र उनको परिवारलाई कुनै हानि गर्दिन। तब ओझाले उनलाई मुक्त गरे र भूतनी रुखतर्फ गइन्। ब्राह्मणकी पत्नी बिस्तारै निको हुँदै गइन्। यो घटनापछि ब्राह्मण दम्पति धेरै वर्षसम्म सुखी जीवन बिताए। उनीहरूलाई धेरै छोरा र छोरीहरू भए। घरमा फेरि शान्ति चाह्यो। सासूले बुहारीलाई अझ माया गर्न थालिन्। ब्राह्मणले कहिल्यै पोखरीको रुख नजिक नजान सबैलाई सल्लाह दिए। गाउँमा यो कथा प्रसिद्ध भयो र मानिसहरू भूत प्रेतबाट सावधान हुन थाले। यो कथाले हामीलाई सिकाउँछ कि अन्जानमा पनि कुनै अज्ञात शक्तिलाई छुन खतरनाक हुन्छ, तर सत्य र धैर्यताले सबै समस्या समाधान हुन्छ। ब्राह्मणकी पत्नीले यो अनुभवबाट जीवनको मूल्य बुझिन् र परिवारसँग अझ नजिक भइन्। सासूको शंका र ओझाको ज्ञानले परिवार बच्यो। सङ्क्षिनी भूतनीले पनि आफ्नो गल्ती महसुस गरिन् र शान्ति अपनाइन्। अब लागौं अर्को कथातर्फ। कथाको शीर्षक ब्रह्मदित्यको वरदान। धेरै पहिलेको कुरा हो। नेपालको एउटा सानो गाउँमा एक गरिब ब्राह्मण र उनकी श्रीमती बस्थे। उनीहरूसँग न त खेत न त घरमा अन्न थियो। ब्राह्मण दिनभर गाउँ गाउँ हिँड्थे, घर घर गएर भिक्षा माग्थे, जसबाट थोरै चामल र हरियो साग बटुल्थे। साँझमा श्रीमतीले त्यस्तै चामल पकाएर सागसँग खान्थिन्। उनीहरूको जीवन भोग, दुःख र असहायताको चक्रभित्र थियो। केही समयपछि गाउँको जमिन नयाँ मालिकको हातमा गयो। त्यो नयाँ जमिनदार दयालु होला भन्ने आशामा ब्राह्मणले केही सहयोग माग्ने सोच बनाए। भोलिपल्ट बिहानै ब्राह्मण जमिनदारको दरबारमा पुगे। त्यति बेला जमिनदार गाउँको अवस्थाबारे आफ्ना नोकरहरूसँग सोध्दै थिए। कसैले भन्यो, गाउँको छेउमा एउटा पुरानो पिपल र बरको रुख छ, जसमा प्रेतहरू बस्छन्। राति त्यहाँ जान कसैले हिम्मत गर्दैनन्। जमिनदारले हाँस्दै भने, यदि कोही त्यो रुखमा राति गएर एउटा हाँगो काटेर ल्याउन सक्छ भने म उसलाई 100 बिघा करमुक्त जमिन उपहार दिन्छु। सबै नोकरहरूले टाउको हल्लाए। हामी जान सक्दैनौं साहेब, त्यहाँका भूतहरूले जो कोही गयो उसको घाँटी मिच्छन्। तर त्यो ब्राह्मणको मनमा एउटा नयाँ विचार आयो। उसले सोच्यो, म त अहिले पनि भोकैले मर्न लागेको छु। यदि भूतले मारिहाल्यो भने के फरक पर्ला र? तर यदि म बाँचे भने म धनी बन्छु। त्यो सोचेर उसले जमिनदारलाई भन्यो, म जान्छु मालिक, म त्यो हाँगा लिएर आउँछु। जमिनदारले उसलाई वचन दिए, ठिक छ, यदि तिमी साँच्चैकै त्यो हाँगा ल्यायो भने यो जमिन सधैँका लागि तिम्रो हुनेछ। गाउँमा यो कुरा फैलियो। सबैले ब्राह्मणलाई पागल भने। श्रीमतीले रोएर भनिन्, हाम्रो दुःख त म भोग्न सक्छु, तर तिमी मर्न किन जाँदैछौ? ब्राह्मणले भने, म मृत्युको डरले होइन, जीवनको चाहनाले जाँदैछु। म बाँचे भने हामी सुखी हुनेछौँ। साँझ ढल्किसक्दा ब्राह्मण हातमा सानो हँसिया लिएर निस्किए। अँध्यारो हुँदै गयो र चिसो हावा चल्यो। गाउँको छेउमा पुग्दा ऊ एउटा रुखमुनि रोकियो। उसले देख्यो बरको रुख केही दूरीमा थियो, तर उसको मुटु थड्कन थाल्यो। डरले शरीर काँप्न थाल्यो। त्यसै बेला रुखमाथिबाट आवाज आयो, ब्राह्मण, तिमी किन डरायो? ब्राह्मणले वरिपरि हेर्यो, तर केही देखिएन। आवाज फेरि आयो, म ब्रह्मदित्य हुँ, तिमी के गर्न खोज्दैछौ? ब्राह्मणले काँपेको स्वरमा भन्यो, हे पुण्य आत्मा, म त्यो बरको रुखबाट एउटा हाँगा काट्न जाँदैछु। जमिनदारले त्यसको बदलामा 100 बिघा करमुक्त जमिन दिन्छ भनेका छन्। म डराइरहेको छु। ब्रह्मदित्यले मधुर स्वरमा भने, डर नमान ब्राह्मण, म तिमीलाई साथ दिन्छु। मसँग हुँदा कुनै भूत तिम्रो नजिक आउँदैन। त्यसपछि ब्राह्मण हिँड्न थाले। उसले रुखसम्म पुगेर हँसिया चलायो। पहिलो चोट लाग्न साथ हावा चल्यो र सयौं भूतहरू चिच्याउँदै उसकोतिर दौडिए। तर ब्रह्मदित्यको आवाज गर्जियो, थाम, यो गरिब ब्राह्मण मेरो संरक्षणमा छ, उसलाई केही नगर्नु। भूतहरू डरले थर्किएर भने, हे स्वामी, तपाईको आदेशले नै सबै हुन्छ, हामीले नै हाँगा काटेर दिन्छौं। क्षणभरमै भूतहरूले ठूला हाँगा काटेर ब्राह्मणको हातमा राखिदिए। ब्राह्मण दौडदै जमिनदारको घरमा पुगे। जमिनदार र उसका नोकरहरूले आश्चर्य माने। जमिनदारले भने, भोलि बिहान म आफै जाँच गर्छु। भोलिपल्ट गएर हेर्दा साँच्चै त्यस रुखको हाँगा त्यही ठाउँबाट काटिएको थियो। वचन अनुसार जमिनदारले कागज लेखेर ब्राह्मणलाई 100 बिघा करमुक्त जमिन सुम्पियो। अब ब्राह्मण धनी भयो, तर नयाँ समस्या आयो।
जमिनमा सुनझैं पाकेको धान थियो तर काट्ने जनशक्ति थिएन। उसँग मजदुर भर्न पैसै थिएन। त्यसैले ऊ फेरि ब्रह्मादित्यको रुखमुनि गयो र भन्यो, हे ब्रह्मादित्य, तपाईको कृपाले म धनी त भए, तर धान काट्ने जनशक्ति छैन। अब ब्राह्मण धनी भयो, तर नयाँ समस्या आयो। जमिनमा सुनझैं पाकेको धान थियो तर काट्ने जनशक्ति थिएन। उसँग मजदुर भर्न पैसै थिएन। त्यसैले ऊ फेरि ब्रह्मादित्यको रुखमुनि गयो र भन्यो, हे ब्रह्मादित्य, तपाईको कृपाले म धनी भए, तर धान काट्ने जनशक्ति छैन। ब्रह्मादित्य मुस्कुराए, त्यो त सानो कुरा हो। गाउँबाट 100वटा हँसिया उधार ल्याऊ अनि यो रुखमुनि राखिदेऊ, बाँकी काम म मिलाउँछु। ब्राह्मणले गाउँका किसानहरूबाट सहजै 100 हँसिया उधार पायो, किनकि अब सबै उसलाई धनी मान्थे। साँझमा ऊ हँसिया ल्याएर रुखमुनि राख्यो र घर गएर सुत्यो। रात पर्यो, सबै गाउँ सुत्यो। ब्रह्मादित्यले आफ्नो अदृश्य सेनालाई बोलाए, बरको रुखका 100 भूतहरू। उनले आदेश दिए, आज रात यो ब्राह्मणको खेतमा धान काट्नुपर्छ। प्रत्येकले 1 हँसिया ल्याऊ र 1 बिघा धान काट। त्यसपछि बाली घरमा पुर्याऊ, दान भित्राऊ, भूस छुट्याऊ, सबै सँगाल। भूतहरूले आज्ञा पालन गर्छौं भनेर एकैचोटि गायब भए। रातभर हँसिया चलिरह्यो। चन्द्रमाको उज्यालोमा धानका बोटहरू लहराए र पलभरमै काटिए। भूतहरूले बाली बोकेर ब्राह्मणको आँगनमा ल्याए, धान थन्काए, भूस छुट्याए अनि ठ्याक्कै बिहान पख सबैजना गए। सूर्योदय हुँदा ब्राह्मण र उसकी श्रीमतीले ढोका खोले। घरको छेउमा ठूलो कोठा भरिएको सुनझैं धान र सुन्दर थुप्राहरूका ढिस्को। गाउँलेहरू पनि आएर अचम्मित भए। कसैले भन्यो, यो त देवताको चमत्कार हो। केही दिनपछि ब्राह्मण फेरि ब्रह्मादित्यको रुखमा पुग्यो। हे ब्रह्मादित्य, अन्तिम एक कुरा, म अब 1000 ब्राह्मणलाई भोज दिन चाहन्छु। कृपया त्यो भोजका सामग्री जुटाइदिनुहोस्। ब्रह्मादित्यले हाँस्दै भने, हुन्छ, म सधैँ तिम्रो साथमा छु। भण्डारणको ठाउँ तयार पार। ब्राह्मणले भण्डारणको कोठा बनाए र अर्को बिहान त्यहाँ 100 भाँडो घिउ, 100 भाँडो दूध, 1 पहाड बराबर पिठो, चिनी, दही र सबै सामग्री देखे। भोलिपल्ट 1000 ब्राह्मणहरूले भोज खाए। सबै खुसी भए। तर भोजपछि ब्राह्मणले ब्रह्मादित्यलाई भने, अब तिमी पनि मेरो साथमा भोजन गर। त्यो बेला अदृश्य आवाज आयो, हे ब्राह्मण, अब मेरो समय समाप्त भयो। म स्वर्ग जानेछु। तिम्रो साथमा बिताएको समय मेरो मुक्ति बन्यो। त्यसपछि ब्रह्मादित्य स्वर्गीय पुष्पक विमानमा चढी हरायो। ब्राह्मणको आँखामा आँसु आयो, तर उसको मन कृतज्ञताले भरियो। ब्राह्मण र उसकी श्रीमतीले त्यसपछि अनेक वर्षसम्म सुखमय जीवन बिताए, सन्तान जन्माए, नाति नातिना हेरे र हरेक वर्ष उसले आफ्नो मित्र ब्रह्मादित्यलाई सम्झन्थे। यस कथाबाट साहस, विश्वास र कृतज्ञता जीवनका सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने सन्देश लिन सकिन्छ। जसले डर पार गर्छ उसले भाग्य बदल्न सक्छ र कहिलेकाहीँ आत्मा र देवताहरू पनि उसको साथमा हुन्छ। यो सँगै आजका सम्पूर्ण कथाहरू सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै भोलिको कथा बसाइमा फेरि पनि म अर्को कथाको साथ उपस्थित हुनेछु। आजको लागि यो कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।